हेलो साथी, आज चाहिँ मैले यो बोकिप बनाउन चाहिने सामानहरू यो ग्लु गन, कुरुस, कैची, मोती धाना अनि यो क्लिपहरू यस्तो है त। अनि यो क्लिपहरू चाहिन्छ अनि यो क्लिप चाहिँ यसरी यहाँनेर गमले तालेपछि चाहिँ रेडी हुन्छ। यो क्लिप यस्तो चाहिँ कसरी बनाउँछ भनेर सोधिरहेको हुन्छ। मैले चाहिँ यो झोलाबाट बनाएको हो है त। तपाईहरु पनि बेस बनाउन सक्नुहुन्छ यो झोलाबाट है त। अब मैले सुरु गरे है त क्लिप बनाउन। भन्दा सुरुमा चाहिँ म्याजिक रिङ बनाउने। म्याजिक रिङ बनाइसकेपछि 5 टाइम्स चेन तान्ने। 1 2 3 4 5 टाइम भएपछि डबल क्रोसेट गर्ने। डबल क्रोसेट 4 टाइम गर्ने। यसरी जसरी मैले यहाँ हेर्नु यसरी तानेको छु त्यसरी तान्नु होला। यसलाई डबल क्रोसेट गर्दै 1 2 3 4 टाइम डबल क्रोसेट गरिसकेपछि चेन 5 तान्ने। फेरि 1 2 3 4 5 टाइम तानेपछि म्याजिक रिङमा लगेर यसलाई क्लोज गर्ने। त्यसपछि फेरि 9 टाइम्स चेन तान्ने। 1 2 3 4 5 6 7 8 9 अनि डबल क्रोसेट गर्ने। यहाँ फेरि सुरुमा दुईटा डबल क्रोसेट गर्ने। यसरी यस्तो गरेर 1 2 अब डबल क्रोसेट फेरि गर्ने तर एउटै स्टिच लाउने। यहाँ हेर्नु यो डबल क्रोसेटलाई सिधै यसरी लाउने। यो 5 टाइम्स चोटि गर्ने। 1 भयो 2 3 4 5 लास्टको स्टिच चाहिँ सिंगल गर्ने। यो सिंगल राखेर यसरी सिंगल लगाउने अनि सिंगल तान्ने। यसलाई सिंगलै गर्ने। त्यसपछि फेरि म्याजिक रिङमा लगेर सिंगल एकचोटि गर्ने। फेरि तान्ने 9 वटा तान्ने त 3 4 5 6 7 8 9 चेन तान्ने। फेरि डबल क्रोसेटै गर्ने। अघि जसरी मैले गरेको छु 2 टाइम्स डबल क्रोसेट गर्ने दुईचोटि। त्यसपछि डबल क्रोसेट सिंगल स्टिचमा 5 टाइम गर्ने। 1 2 3 4 5 अनि यो लास्टको स्टिच रहेको चाहिँ सिंगल गर्ने। यसरी सिंगल गरेर गर्ने अनि फेरि यसमा सिंगलै हालेर तान्ने म्याजिक रिङमा। त्यसपछि फेरि चेन 5 लिने है त। 5 चेन लिने। 1 2 3 4 5 चेन लिइसकेपछि फेरि तपाईहरुले डबल क्रोसेट यसरी तानेर 4 टाइम गर्ने। 1 2 3 4 डबल क्रोसेट गरिसकेपछि 5 टाइम फेरि चेन तान्ने। 1 2 3 4 5 टाइम अनि यसपछि यसमा यसरी लाएर क्लोज गर्ने अनि यसलाई सिजरले काटिदिने। यस्तो हुन्छ। अनि यो भागलाई चाहिँ तानेर म्याजिक रिङलाई बन्द गरिदिने। अनि हाम्रो बो चाहिँ रेडी भएको छ। यो रेडी भइसकेको बोमा चाहिँ मैले ग्लु लाएर मोती दाना लाएर त्यसलाई रेडी पार्छु है त मैले। अब तपाईहरुलाई त्यो पनि देखाउँछु। रेडी भइसकेको के भन्छ बोलाई चाहिँ यहाँनेर मोती दाना लाएर यसलाई अलिक राम्रो बनाउनको लागि मैले चाहिँ डिजाइन थपेको भनौं न, मेरो क्रिएटिभ वर्क भनौं न यो।
यसरी डिजाइन यसरी लगाएर यसलाई मजाले लगाइसकेपछि अनि यहाँ चाहिँ क्लिप ताल्ने पछाडिबाट यसरी गरेर अनि यो क्लिप तालिसकेपछि रेडी हुन्छ है त हाम्रो क्लिप चाहिँ रेडी भयो है त अब यसरी तालेको छु ग्लुगनले यहाँ रेडी भयो रेडी अब हाम्रो क्लिप रेडी भयो थ्यांक यू सबैजनालाई